हामीसँग आएको सामसुङको M04A04 रहेको छ, जसमा चार्जिङ प्रब्लम छ। चार्जमा लाउँदाखेरि 0.6 मिलिएम्पियर मात्रै लिन्छ, जुन पोर्ट नम्बर 6 मा छ। केबल सबै चेन्ज गर्दाखेरि त्यति नै एम्पियर लिन्छ। चार्ज स्लो छ, सेट चलिरहेछ तर चार्ज एकदम स्लो। रातभरि लाउँदाखेरि 40% 50% भन्दा बढी जाँदैन। यसलाई खोलेर हेर्दाखेरि जुन सेट मार्केटमा रिटर्निङ छ, धेरै ठाउँमा देखाइसकेको सेट छ। यसमा काम चेकिङ गर्दाखेरि यसमा चार्जर पिन फेरिसकेको छ, चार्जर पिन चेन्ज गरिसकेको छ र सब बोर्डमा हेर्दाखेरि चार्जर पिन चेन्ज छ भने मेन बोर्डमा चार्जिङ आइसी पनि चेन्ज गरिसकेको छ। यसमा हेर्दाखेरि चार्जिङ आइसी पनि चेन्ज गरिसकेको छ। यसमा सामान चेन्ज गरेर मात्रै हुँदैनन्। मोबाइल बनाउनका लागि प्रत्येक लाइन, प्रत्येक कनेक्सन, प्रत्येक सप्लाई, आइसी को सिक्वेन्स, बुट सिक्वेन्स, हरेक कुरोहरूको जानकारी हुन्छ। जुन आइसी छ त्यसको आफ्नै सिग्नल लाइन हुन्छ, क्लक लाइन हुन्छ, डाटा लाइन हुन्छ। जस्तै चार्जिङमा हेर्दाखेरि डीएम, डीपी र बीपीएस, भिबस, यी लाइनहरू सबै सही हुनु पर्यो। चार्ज पहिलेको सेटहरू 2G सेटहरूमा प्लस भिबस जाँदाखेरि मात्रै चार्ज भइहाल्थ्यो, तर अहिलेको सेटमा डीएम र डीपी अनिवार्य चाहिन्छ फास्ट चार्जिङको लागि। यसमा चेक गर्दै जाँदाखेरि डीएम र डीपी को लाइन मिस रहेछ। यसमा चार्जिङ आइसी र चार्जर पिन चेन्ज गरेर जति चेन्ज गरे पनि धेरै हिट दियो भने बोर्ड सुनिएर जान्छ, फुलेर जान्छ, झन् सेट बिग्रिन्छ। तर यो सेट कहिले बन्दैन। यसमा फोल्ड फाइन्डिङ ट्रेस गर्दै जाँदाखेरि यहाँ डीएम र डीपी को लाइनमा सटिङको कारणले गर्दा यहाँ चार्ज लाउँदाखेरि यहाँ देखौँ, यहाँ पुरै जलिसकेको छ सर्ट भएर, तर काम गर्छ। यसको लाइनको ट्र्याकको यदि जानकारी छैन भने मान्छे जसो तसो काम गर्छ, अनेक आइसीलाई हिट दिन्छन्। झन् समस्या एक हुन्छ, तर त्यसलाई जानकारी नभएको मान्छेले अनेक समस्याहरू बढाउने, सबै आइसीलाई हिट गरेर समस्या बढाउने गर्छ। यसलाई अब बनाउँदैछौँ, हेरौँ फास्ट चार्जिङ हुन्छ कि नै। यसमा 0.060 मिलिएम्पियर लिइरहेको थियो, जसले गर्दा यसको डीएम डीपी को लाइन मैले सही गरिसकेको छु। यसमा तपाईँ हेरिहाल्नुहोस्, यसले एम्पियर 1.60 एम्पियर लिइरहेछ र चार्ज पनि फास्टमा भइरहेछ, एकदम क्लियर भइसक्यो। तपाईँहरूको पनि मोबाइलमा यस्तो समस्या छ भने सम्झियो होला, बीएमसी कसा विष्णु मोबाइल सेन्टर कसामा यस्तै समस्याको लागि हामी यहाँ